हेलो एभ्रिवान, वेलकम छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। र आज चाहिँ म तपाईहरुलाई मोमोको यो भेज मोमोको रेसिपी बनाएर देखाउँदै छु। र अब चाहिँ हामी मोमोको किमा बनाउनलाई प्याज काट्दै छौं। र यो प्याजलाई चाहिँ हामी एकदमै सानो सानो बारीकसँगले एकदम सानो सानो पिस गरेर कटिङ गर्दै छु। 3टा प्याजको किमाको लागि रेडी गरेको हो। मैले जसरी प्याजलाई सानो सानो पिसमा कटिङ गरेको छु र तपाईहरुले पनि यसरी नै यो कोपीलाई पनि बारीकसँगले काटेर चाहिँ किमाको लागि रेडी गर्न सक्नुहुन्छ। मैले चाहिँ यहाँनिर गाजर पनि लिएको छु। यो सबै एउटा बाउलमा खनाउने, त्यसमाथि पनिर एड गरिदिने र साथै त्यसमा बटर पनि अलिकति एड गरिदिनु होला। साथै यसमा मैले मटर राखिदिँदै छु र अदुवा र नमकलाई पनि राखिदिनु होला। र अब म यसमा तेल राख्दै छु र अन्तमा यसमा अजिनामोटो एड गर्दै छु। म यो किमालाई मज्जाले मिक्स गरेर यसलाई साइडमा राखिदिने। अब चाहिँ म यहाँनिर मोमोको डोको लागि मैदालाई राख्दै छु र यसमा मज्जासँगले पानी हालेर तपाईहरुले डोलाई चाहिँ मज्जाले राम्रोसँगले मुस्नु पर्ने हुन्छ। मुसेको यो डोलाई हामीले पास उठ्नुको लागि साइडमा राखिदिने र चटनीको लागि टमाटर राख्दै छु र यो मोमोको स्टिमरलाई मज्जासँगले ओइलिङ गर्ने। ओइलिङ गरिसकेपछि चाहिँ अब हामी यो डो चाहिँ मोमो बनाउनुको लागि एकदमै पर्फेक्ट भएको छ। ल हेर्नुस् त यो किमा पनि अब मोमो बनाउनलाई एकदम रेडी छ। र अब चाहिँ हामी मोमोको लागि रोटी रेडी गर्दै छु। अब यो रोटीमा किमा हालेर मज्जासँगले बाटिदिने। ल बाटिसकेपछि यसलाई स्टिम गर्नको लागि अब चाहिँ हामीले स्टिमरमा राखिदिने। चटनीको लागि राखेको टमाटर चाहिँ अब यहाँनिर पाकेर रेडी भएको छ। र तिललाई पनि भुटिदिने। यसमा खुर्सानी, तिल, टमाटर, धनिया र नमक राख्ने र यसलाई ग्राइन्ड गर्ने। ल हेर्नुस् त अब मेरो मोमो चाहिँ पाकेर खानालाई रेडी भएको छ। अब चाहिँ म यहाँ चटनी र मोमोलाई सर्भ गर्दै छु। ल हेर्नुस् त तपाईहरुले पनि यसरी नै मज्जासँगले घरमा मोमो, चटनी साथै सुप बनाएर मज्जासँगले खानु होला। थ्यांक यू फर वाचिङ। बाइ बाइ।